धनी बुवाको लगानीमा मार्ग निर्देशन बुकको अनुसार चाहिँ तपाईँ चाहिँ जिन्दगीभरि कुनै पनि कम्पनीमा काम गर्ने सोचिराख्नु भएको छ भनेपछि तपाईँ चाहिँ गलत सोचमा हुनुहुन्छ। किन भनेपछि कुनै पनि कारणवश त्यो कम्पनी रहेन अथवा तपाईँले काम गर्न सक्नु भएन भनेपछि चाहिँ तपाईँले त्यहाँबाट आउने पैसा पनि रोकिन्छ। त्यसैले तपाईँको दैनिक लाइफस्टाइल चलाउनलाई चाहिँ गाह्रो पर्छ। त्यसैले अहिले जब गरिराख्नु भएको छ भनेपछि जब गरिरहेको साथसाथै चाहिँ तपाईँले चाहिँ साइड हसल आफूलाई के मनपर्छ, जस्तै कसैलाई सेयरमा लगानी गर्न मनपर्छ होला, कसैलाई ट्रेडिङ गर्न मनपर्छ होला, कसैलाई अरू केही कुरा मनपर्छ। आफूलाई जे मनपर्छ त्यो कुरामा चाहिँ आफ्नो टाइम अथवा थोरै पैसा चाहिँ इन्भेस्ट गरेर चाहिँ साइड हसल पनि स्टार्ट गर्नुहोस् भन्छ। किन भनेपछि तपाईँको मेन पैसा आय स्रोत चाहिँ रोकिए पनि त्यहाँबाट आएको पैसाले चाहिँ तपाईँको दैनिकी लाइफस्टाइल चाहिँ चलाउन चाहिँ सजिलो होस् भनेर चाहिँ यहाँ चाहिँ भनिएको छ।